तपाईले पनि भन्न थाले यी कलौटे कलाकारै होइन नि मलाई अरूको नाम नजोड्नुस् म बोल्नेवाला छु डराउनु हुन्छ तपाईँ किन डराउनु कलाकार म बोल्दिन मेरो आफ्नो काम गर्छु मलाई कसैको मतलब छैन फाइटको मलाई मतलब छैन कसैको नामै नजोड्नुस् द्वन्द्व मचिएको छैन सिर्फ म एक्लै वान म्यान आर्मी हो मेरो मात्रै कुरा गर्नुस् अरूको कुरै नगर्नुस् निकिसासँग डरो पर्यो रे तपाईको मेरो केही डर नि परे हैन लुलो नि परेको छैन केही कुरै नगर्नुस् मलाई यसको विषयमा म बराबर छ रे बोल्दै बोल्दैन रे न दाजुभाइ न दिदीभाइ के घण्टाको कुरा बार्ने पानी बार्ने के कुरा गरिरा तपाईले मैले यस्तो आवेशमा नआउनु के आवेशमा नआउनुस् तपाई यस्तो प्रश्न गर्दै नगर्नुस् निकिसालाई कसरी चिन्नुहुन्छ म कसरी चिन्ने कि छैन त अनि मैले कसरी चिन्ने भन्ने भेटघाटमा आएको छैन भेटघाटको किन भेटघाट भएर पनि मैले सँगसँगै म्युजिक भिडियो खेलेको छु नराम्रो कुरा गरेर म म्युजिक भिडियो खेल्थे तपाईले यो ठाउँमा आउने थाहा भएको भए म आन्न थिए भन्ने कुरा आयो त निकिसाले त्यसो भने त्यो त मेरो पछि लारै आका हुन् ठुलो कुरा गर्नै पर्दैन सिधा कुरा परियार चर्चित भएर पछि समय हिटका हिट ब्याक टु ब्याक गीत आएर सँगै खेल्ने हो आउनुस् भनेपछि आएको हो केही फरक पर्दैन सबै त्यही हो मलाई नै युज गर्ने कुरा गर्नुभयो त मलाई नै युज गर्नेको लागि आएका हुन् के सब अरू केही जात होइन